साधारण मान्छेको यहाँनिर वाइफ होइन फेरि हुनुहुन्छ हाम्रो देपा है उहाँको अचिभमेन्ट पहिला चाहिँ म यो यस्तो मेडलहरू त झन् लस्करै भयो अझै मुनि बक्सामा पनि छ अरे देपा गोल्ड मेडलहरू भन्छ कि ए गोल्ड मेडल त के सुन्न आकार खाली हो गोल्ड मेडल खै गर्छ 75 र पनि अब यहाँनिर बोल्नु नपाउनु सबैजना गयो ल बाई बाई मलाई त हेलो एभ्रीवान आज चाहिँ दिन एकदमै घमाइलो छ होइन सो यु क्यान सी आज धेरै दिन बाद दार्जिलिङको ठन्डा सक्यो र गरम महिना सुरु भएको जस्तो छ भन्दा नभन्दै अब बर्खा पनि लागिहाल्छ र हामी जाँदैछौँ पताबुङ मेरो आमाको दिदीकोमा है अनि एकपट्टिबाट यहाँबाट चाहिँ ट्रेन पनि आउँदैछ गयो दार्जिलिङको टोय ट्रेन मजाले सलन जाँदैछ अनि आजको घमाइलो वेदरमा दामी हुनेवाला छ भ्लग होइन सो हेर्दै जानुहोस् है त पहिला त अब म दार्जिलिङ टाउन जानुपर्ने दार्जिलिङ टाउन गएर त्यहाँबाट फेरि गाडी पक्रेर पताबुङतिर अब ब्याक टु ब्याक टोय ट्रेनको भ्यूको साथमा तपाईँहरूलाई फेरि डाली गुम्बाको हल्का दर्शन है त केही दिन अगाडि मात्र अब लोसरहरू पनि सक्यो अनि यहाँनिर गेटको टाइमिङ चाहिँ खोल्ने टाइमिङ हुन्छ है बाइ द वे यहाँनिर टुरिस्टहरू आउनु त आउँछ जहिले सुकै खुलाउँदैन हो सो टाइमिङ भन्ने चाहिँ 11:30 AM to 12:30सम्म चाहिँ लन्च टाइम हुँदो रहेछ बाँकी टाइम चाहिँ खुला हुँदो रहेछ डाली गुम्बा अब यो गेट चाहिँ खतरा बनाइदिएको छ यत्रो डिटेलिङ खतरा छ यहाँ अनि यहाँबाट भ्यू भन्ने पहिला चाहिँ एकदमै खाली थियो यो जग्गा र अहिले चाहिँ पुरै भरिसक्यो ओके बजार पनि आइपुग्यो अनि आज बजार भने सन्डेले गर्दाखेरि प्रायः बनै छ अनि हामी चाहिँ जानेछौँ लेबुङको गाडीमा लेबुङको गाडीबाट चाहिँ पक्रेर जानुपर्ने पताबुङ अनि बाटो बिचमै झरेर फेरि ओह्रालो फाइनली आइपुग्यो अनि भिआइपीलाई लिनु चाहिँ यहाँनिर एकजना आएको छ र मेरो बहिनी होइन अनि उहाँ पनि मेरो गाइडहरूले अब यहाँनिर पर चिन्नुहुँदैछ कहाँ अरे पर चाहिँ हो रेफ्युजिस सेन्टर है यो पाखा आउनु चाहिँ आइरहेको कि उयो भएको के भन्दाखेरि चाहिँ नि यो मुन्नी चाहिँ नझरेको ए मुन्नी त मजाको रहेछ नि त अन्त मुन्नीबाट भ्युजहरू पनि हो कञ्चनजङ्घा भ्यू पनि आज त खै कञ्चनजङ्घा ए यतापट्टि देख्दो रहेछ नि त कञ्चनजङ्घा त है जोरथाङको भ्यू यहाँनिर भयो ए ऊ तल यहाँनिर देमाले पर्खिरहेको रहेछ अन्त दामी भिलेज रहेछ त अन्तखेरि त्यति साह्रो भिड पनि छैन कस्तो यो भिलेजको बारेमा चाहिँ के मनपर्छ अरे यो भिलेजको बारेमा चाहिँ एकदम गाउँ पनि छैन बजारमा पनि छैन टाढो पनि छैन छेउमा पनि छैन है अन्त हाम्रो सर्टकटबाट गइदिउँ होइन हिँड म बन्द गरिदिन्छु नि ए जम्बीरले पनि फलिरहेको लु मेरो देमालाई ढोक गरिदिया लु ढोक गरिदिया लु देपाले पनि एङ्ग्री मुड चाहिँ अब घाममा बसेर त हामी भात खाइदिँदो रहेछ त अन्त ल एकछिन ल दामी ए नबोक्ने क्या दामी देख्दो रहेछ नि त लुङदारले त अन्त यो तलको भयो जोरथाङ हो कञ्चनजङ्घा भ्यू पनि देख्ने रहेछ अहिले अनफर्चुनेटली अलिकति वेदर राम्रो छैन गाउँ चाहिँ सानो घर हुनुको कारणले गर्दा दामी रहेछ नि त पछि ठुल्ठुलो घर भयो भने गयो खेरो अन्त भ्यू पनि भ्यूमा भ्यू हो
अनि वान मोर थिङ, अब हाम्रो देपा चाहिँ एउटा साधारण मान्छे होइन, देपासँग पनि एकदम तपाईँहरूलाई म इन्ट्रोडक्सन गराउँदैछु हो। साधारण मान्छेको यहाँनिर वाइफ होइन फेरि हो। देपा चाहिँ अब आफ्नो समयमा म्याराथन हेभी कुद्ने हो नि त है देमा। अन्त तपाईँ चाहिँ कुद्नु भएन कहिले पनि? ए कुद्नुपर्छ नि। अन्त यसो यहाँ हुनुहुन्छ हाम्रो देपा है, उहाँको अचिभमेन्ट पहिला चाहिँ म पहिला भित्रबाट देखाउँछु ल। उहाँको अचिभमेन्ट चाहिँ यहाँनिर हेर्नुहोस् है, छिट्टो छिट्टो। ए हतार भयो होला तास खेल्नु यहाँनिर हो। उहाँको यो सबै कहाँबाट जितेर ल्याएको हो। अनि यो यस्तो मेडलहरू त झन् लस्करै भयो। अझै मुनि बक्सामा पनि छ अरे देपा? टाढो अहिलेसम्म भनेको चाहिँ कहाँसम्म कुद्नु जानुभयो देपा? टाढो चाहिँ दिल्ली गएँ, चेरापुन्जी पनि गएँ, कलकत्ता त पानीको पँधेरै हो। ए आवत जावत लागिरहने वर्षै पछि। ए अच्छा। अनि त्यहाँदेखि टाढो यो सिक्किम साइडमा पनि कुदिबस्छु। अहिले फिलहाल चाहिँ कुद्नु भएको छैन है देपा? अहिले अलिकति खुट्टा खराब भएर बिग्रेर चाहिँ म चाहिँ कुद्नु सकेको छैन। अहिले मलाई पेलिङमा बोलाएको छ। हजुर हजुर। हाम्रो अमर सुब्बा हजुर सरले बोलाउनु भएको छ, तर खुट्टाले हुँदैन। उमेर कति पुग्नु भयो देपाको? भर्खर 74, 75, 76 होला हौ। 76 जो। ए अझ तर अब अहिले फिलहाल मात्र कुद्नु भएको छैन, आउने दिनमा फेरि कुद्नुहुन्छ? यो ठिक भयो भने त खुट्टामा अलिकति समस्या है। पछि यो ठिक हुन्छ, ठिक भएपछि म फेरि स्टार्ट। अन्त कुद्नुको चाहिँ तपाईँलाई होइन यत्रो म्याराथन यत्रो यो सब तपाईँले उयोहरू गर्नुभएको छ, कुदेर तपाईँलाई आफ्नो स्वास्थ्यमा चाहिँ के फाइदा लाग्छ? फाइदा लाग्छ खुट्टै बिगार्नु मात्र रहेछ। ला हो र फाइदा छैन? फाइदा त दुख बिमार चाहिँ हुँदैन। दुख बिमार चाहिँ हुँदैन, रोग कुनै मलाई कुनै रोग भेद चाहिँ छैन। र बिमार हुँदाखेरि चाहिँ ज्वरो आउँछ, कसो कसो गर्दाखेरि चाहिँ पानीमा बेसी भिजेर कुनै के गर्दाखेरि चाहिँ ज्वरो आउँछ। तर म दबाई खान्न। दबाई खानु पर्दैन? पर्दैन। आफै बाक्लो लुगा लायो, आफै लागेको आफै पसिना निक्लेर जाइहाल्छ। ज्वरो बाई बाई, ज्वरो बाई बाई। अन्त एकताल तपाईँको नाम भनिदिनुहोस् न त अन्त देपा। मेरो नाम चाहिँ जीबी तामाङ। जीबी तामाङ, फुल एड्रेस? फुल एड्रेस हो त के छोटा पताबुङ? छोटा पताबुङ पनि भन्छ, रङ्गनी टी स्टेट पनि भन्छ, अहिले फिलहालमा कञ्चन भ्यू पनि भन्छ। हिमाल कञ्चनजङ्घा राम्रो छ नि त है? कञ्चनजङ्घा हाम्रो त के हिमाल त काखैमा। हाम्रो देपा चाहिँ एउटा साधारण अर्डिनेरी मान्छे होइन, उहाँलाई सम्बर्धना पत्रहरू भयो, यस्तो मोमेन्टोहरू भयो है, अन्त यहाँनिर कपहरू भयो, योहरू मेडलहरू त कति हो कति। अनि उहाँले मेडल बेसी भएर त के बक्सामा पो राखेको छ भन्दै थियो त मेडल कपहरू है? राम्रो राम्रो चाहिँ एकदम त्यो गोल्ड मेडलहरू भन्छ कि। ए गोल्ड मेडल त के सुन्न, आकार खाली हो गोल्ड मेडल त। आकार खाली है। लु यो चाहिँ अब उहाँको एउटा इन्सपिरेसनल स्टोरी हो क्या। अब तपाईँहरूले इन्सपिरेसन लिन सक्नुहुन्छ उहाँबाट होइन। यतिको एज भएर पनि अझ पनि उहाँ कुद्ने दमखम राख्छ भने चाहिँ हाम्रो नौलो एकदम नयाँ युथको केटाहरू चाहिँ कुद्नु त। ए हजुर, यो वर्ष पनि कुदे कर्सियङको डाविलमा गएर जनवरी महिनामा जाडोमा 75 पुग्छ र पनि कुद्ने अझै दमखम राखेको रहेछ नि। खुट्टा अलिक ठिक भएर त कुद्छु भन्छ त अन्त। कुद्नुपर्छ नि सकिन्छ। कुदे नि यो वर्ष। ए डाउलमा चिम्नीपट्टि। चिम्नी, ए चिम्नीमा भएको थियो त है त्यहाँनिर? त्यहाँ भएको थियो नि, कर्सियङले गरेको थियो, मजा लाग्यो। तपाईँको इन्टरभ्यू सक्यो, अब कहाँ जानुहुन्छ तपाईँ चाहिँ? अब म चाहिँ ऐना हेर्नु, ऐना हेर्नु पर्यो, टाइम पास गर्नु पर्यो। काम केही पनि छैन, दाम केही पनि छैन, हार्छ खेल खाऊ। यसको नाम चाहिँ के हो टोक्दैन यसले? माइलो। माइलो? ए माइलो आइज। माइलो। ए माइलोले त अब चिन्ने नि मलाई। चिने ठिक छ। होइन हौ त्यो जस्ट नि अब कञ्चन भ्यू भन्ने गाउँ चाहिँ अब किन कञ्चन भ्यू भन्यो भन्दाखेरि चाहिँ यहाँनिर कञ्चनजङ्घा दामी देख्दो रहेछ र भन्दो रहेछ त्यसलाई कञ्चन भ्यू है। अहिले चाहिँ रड्डी भयो नि त है। वेट हामी दुईजनाको गफ सक्दै यहाँनिर हाम्रो बडीगार्डहरूले अब यहाँनिर कुकको काम गर्नु थाल्यो होइन। खानामा आज स्पेसल मेन्यूमा चाहिँ के छ अब यहाँनिर बोल्नु लगाउनु
आजको स्पेसल मेन्युमा बिफ सब्जी आम्बो है मुखियालाई बिफ खुवाउन आँट्यो यहाँनिर ल ल ल ठिकै छ नि त अब खाना खाइदिउँ न त मजाले पताबुङ भने चाहिँ अहिले बन्द हो कमान के हो खुल्ला हो खुल्लै छ हिँड्छ आज चाहिँ छुट्टिएर सबैजना घरमा छ ए तपाईँ पनि समयमा हिँड्यो कमानमा हिँडेर पनि रिटायर अहिले कति भयो रिटायर भएको चाहिँ 6 वर्ष 6 वर्ष तर साह्रो ठुलो त छैन हौ पताबुङ त है कमान त ठुलै हो नि ऊ त छ यसको पुछारु अन्त कहाँ जङ्गल यो खाले रुखको जङ्गलहरू भएको छ अहिले होइन हौ मतलब अन्त कम्पनी चाहिँ छैन अन्त कम्पनी छ नि अन्त बिर्ला अन्त किन नगरेको त अन्त फेरि कम्पनीहरूले त ऊ बारी बनाएर ए बिर्ला कम्पनी हो यो बिर्ला कि उयो भन्छ हौ बिर्ला त रिसार्टको पनि बिर्लै हो रेसियाट यिनीहरू एउटै कम्पनी अरे नि त ए पताबुङ है अन्त मधिसे मालिक त अन्त पारी फुपसिरिङ चाहिँ फेरि अन्त त्यो कमान चाहिँ कोही कुनी खाने कुन चाहिँ त्यो चाहिँ त्यो अर्कै कम्पनी है कम्पनी भिन्दिनै होला हौ यिनीहरूको कता कता हो अहिले त म त झन् म हिँड्दिनँ पनि मलाई थाहा पनि छैन शेरमा चलाउँछ अर्कोले लान्छ अर्कोको हुन्छ घरि अर्को हुन्छ के मा फेरि खेती चाहिँ के चाहिँ लगाएको छ यताबाट यता बाटो बन्छ ए के चाहिँ छ खेती अन्त बारीमा चाहिँ खेती 6 महिना पर्खिनु पर्छ 3 महिनामा फल्ने कहाँ हुन्छ ठन्डाले अलिक यहाँ अलिक ठन्डा पर्यो नि त है अझै तल चाहिँ अलिक तातो लु त खेती चाहिँ अब तल बस्तीमा पनि गएर के त रोप्ने होला नि त देमाले रोप्नु पर्छ नि के रोप्ने अब फर्सी काँक्रा अन्त पिन्डालुहरू तल त उयो सिमल तरुल पनि दामी हुनुपर्ने त हो है रोपेको अस्ति ल्याएर खाएँ ए यहाँ रहेछ नि त प्रपर्टी ए अहिले तल सुँगुर चाहिँ पालेको छैन देमाले कतिवटा छ ए यी मटरहरू अलिअलि सागहरू रोपेको रहेछ बोजूले एक्लै भए पनि टाकटुक टुकटेक टुकटेक त गर्छ होइन यसो गऱ्यो भने गएर टाइम पास हुन्छ नि त है ए मजाले यहाँनिर बारीमा खेती नै रहेछ नि त अन्त ए मजाले आलु साग मुला मटर आमामामा अन्त खट्नै हो त अन्तखेरि अन्त यो चाहिँ के धनियाँ रोपेको थियो कि के हो ए प्याज अलिक बाक्लो बाक्लो भएछ नि त प्याज है ए मजाले गरेको आफै गर्छ आफै गर्छु भर्खर हिजो सिबी रोपेको यो अस्ति रोपेको यो सिबी अब हिजो उहाँ पनि रोपेको छु यता पनि रोपेको छु हिजो रोपेको थियो मेहनत अन्त मल चाहिँ कहाँबाट ल्याउँछ फेरि मल माथिबाट ऊ बाउले फोन गर्नु थाल्यो नि अब ए होइन हेलो ए टमाटर सानो खालको रहेछ नि त यो टमाटर त है अन्त इत्रु छ त अन्त हाम्रोमा त यत्रो खालके छ हौ यो टमाटर ठुल्ठुलो खालके छ आलुहरू पनि 1-2 वटा त छोडिरहेको छ त्यतिकै ए ऊ हात हतियारहरू वेपन्सहरू रहेछ नि त हात हतियार त अन्त लु जो मजाले गरेको रहेछ त अन्त बारी पनि अन्त हाइब्रिड मटर मैले पनि रोपिरहेको छु अलिअलि क्यारेटतिर ए पाल्की ऊ पर चाहिँ पाल्की ए ल के गर्नु घरमा बसेर खेसी के जाति गर्यो टाइम पास त हुनु पर्यो नि त होइन बारीमा लु जान्छु अब ल लु हिँड्नु अगाडि हिँड्नु न लु देमाको बारीको टुर पनि सक्यो अब लु अब हामी घर जाने बेला पनि भयो लु अब घर जाने बेलामा मलाई फेरि के हो यो चाहिँ यत्रो बिग्ना त कहाँ लान्छ त यत्रो ठुलो बिगा त अन्त काटिदिन्छु त यत्रो पनि ए सानो हो हामी त 2-3 जना त हो यत्रो त म दिदिन पनि के यो बलिन्छ छ इको ल जल्लै दिला जस्तो गरे नि त तपाईँ हैन अघि ल्याएको नि त ल अब घर जाने बेला भयो खाँदैन भने मिठो खाना पनि खाइहाल्यो बिक सिक्न भन्नु ल भाइ यति भए मलाई काफी हो लु यति भए 1 छाक 2 छाकै पुग्छ हामीलाई यहाँ
मुलाको डुकु पनि छ यी ग्यास्ट्रिक हुनेहरूलाई जाने हुन्छ हौ अर्ग्यानिक चाहिँ कसले रोपेको यो अर्ग्यानिक चाहिँ यो अर्ग्यानिक चाहिँ अब यहाँनिर चाहिँ अर्ग्यानिक चुला पनि रहेछ यहाँनिर यी हुन्छ अर्ग्यानिक चुलामा त अन्त ठन्डामा त दामी हुन्छ नि त आगो ताप्दै है घर लिप्ने माटो चुला लिप्ने ल आजको दिनभरिको यस्तै भयो रमाइलो होइन दिमागको घरमा आएर एकदम के अघि खाएको के पो ए स्प्राइट कहाँ खान्छ स्प्राइट त अब भयो नि अब त घर जानुपर्छ चिया खाँदैन चिया पनि खाँदिनँ होइन आम्मामा नो खाना खाएर यहाँनिर चिया अफर पनि दिँदैछ यहाँनिर हाम्रो चिया अफर गरिदिइहालेको नि है फेरि ल अब टाइम टु से गुड बाई ल बस्नु ल जान्छु अब म बाई बाई कहिले भोलि जाने घर ल तपाईँले चाहिँ बाई भनिदिनु न मेन चाहिँ आजको मेन स्टार अब तपाईँको कतिवटा कुराहरू खिचिरहेको छु मैले थाहै छैन तपाईँलाई लु बाई लु बस्छ ल सबैजना गयो ल बाई बाई मलाई त सर्टकट बाटो पठाइदियो हो मेन कट बाटो चाहिँ अर्कै रहेछ ल बस्छ है केटाकेटी हो